हेलो हाई एन्ड नमस्ते। आज फेरि पुनः म लाइभमा जोडिन आइसकेकी छु। सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आज म किन लाइभमा आउँदैछु भन्दाखेरि अब हामीले कुनै पनि कामहरू गर्दाखेरि हामीलाई डर हुनु स्वाभाविकै हो। अब हामी कुनै पनि नयाँ ठाउँमा जाउँ, त्यो ठाउँमा जाँदाखेरि पनि हामीलाई कस्तो हुन्छ भन्दाखेरि के होला, त्यो ठाउँ कस्तो होला भन्ने उत्सुकता पनि हुन्छ। अनि साथै अब त्यहाँ हाम्रो सेफ्टीको कुराहरू के कस्तो होला भनेर चाहिँ हामीलाई अलि मनमा डर उत्पन्न हुनु स्वाभाविकै हो। जस्तै अब हामीले कुनै पनि नयाँ कामहरू सुरु गर्न लागेका छौँ भने त्यो काममा हामीले इन्भेस्ट गरेको हाम्रा इन्भेस्टहरू उठ्ने हो कि होइन, यसले हामीलाई प्रफिटमा लान्छ कि लाँदैन, अर्थात् यसले हामीलाई एकदम ठुलो लसमा पो पुर्याइदिने हो कि भन्ने हामीमा चिन्ता रहन्छ। तर मलाई यस डिजिटल बिजनेसमा म प्रवेश गरेको 1 महिना झन्डै 1 महिना हुन लागेको छ। अब त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि यसमा छिरिसकेपछि सुरुमा मलाई एकदमै डर फिलिङ भइरहेको थियो। किन भन्दाखेरि अब त्यसमा हामीले आफ्नो इन्भेस्टहरू लगानी गर्नुपर्ने हुन्छ, इन्भेस्ट गरेको कुराहरू आउने हो कि होइन। अनि फेरि हाम्रा मेन्टरहरूले चाहिँ पिर मान्नु पर्दैन, यो सबै चाहिँ सिस्टमले काम गर्छ, हामीले 20% मात्र हामीले काम गर्ने हो भनेर भनिराख्दाखेरि अब कसरी गर्ने हो, त्यो सिस्टमले कसरी काम गर्ने हो भन्ने हाम्रो मनमा चाहिँ, मेरो मनमा चाहिँ एकदमै डर भइरहेको थियो। अब यसमा छिर्दै जाँदाखेरि उहाँहरूले चाहिँ हामीलाई मेन्टर कोचहरूले चाहिँ मार्गदर्शन गर्दै लानुभयो। यो यसरी गर्ने, यो यसरी गर्ने भन्ने कुराहरू सबै भनेर हामीलाई सहयोग गर्नु हुँदाखेरि यो म बेकारमा डराएको रहेछु भन्ने जस्तो मलाई अहिले फिलिङ भइरहेको छ। जसले गर्दाखेरि अहिले चाहिँ यो म पहिला यसमा छिर्दाखेरि डराउनुको कुनै अर्थै रहेनछ। यो त भित्र छिर्दै जाँदाखेरि सजिलो हुन्छ भन्ने कुरा फिलिङ भयो। किन भन्दाखेरि अब जो मान्छे पानीको गहिराईमा गएको हुँदैन उसलाई चाहिँ त्यो पानी कतिको गहिरो छ भन्ने कुरा त थाहा हुँदैन। पानीको गहिराई थाहा पाउनको लागि हामीले त्यो पानीभित्र गएर त्यसमा डुबुल्की मार्नुपर्ने हुन्छ। त्यही कारणले अहिले जति हामी पनि यो डिजिटल बिजनेसभित्र छिर्दै गयौँ त्यति चाहिँ हामीलाई एकदम सहज र सजिलो। अनि जुन मलाई पहिला यसमा छिर्नुभन्दा पहिला डर महसुस भइरहेको थियो, त्यो डर चाहिँ अहिले सबै हटिसकेको अवस्था छ। जुनसुकै बेला हामीलाई परेको समस्याहरू हाम्रा मेन्टरहरूसँग हामीले छलफल गर्न पाउँदाखेरि यी डरहरू चाहिँ हाम्रो मनबाट भागिसकेको छ अहिलेलाई। यदि तपाईहरू पनि चाहनुहुन्छ यस्ता कुनै पनि आफ्ना डरहरूलाई हटाएर अनि आफ्नो लाइफमा कुनै प्रगति गर्न चाहनुहुन्छ भने तपाईहरू पनि हामीसँग जोड्न सक्नुहुन्छ। त्यसको लागि मेरो वेबसाइट www.narayansundari.com र मेरो बिजनेस पेज पनि नारायण सुन्दरीको र अर्थात् मेरो चाहिँ रेगुलर फेसबुकमा मेरो आफ्नै नाम सुन्दरी खुलिमुलीमा तपाईँले हेर्न सक्नुहुन्छ। हस्, धन्यवाद।